फेरि पनि आइसकेपछि मेरो युट्युब च्यानलमा देवाल ब्लग नेपालमा त नयाँ भिडियो हेर्न सक्नुहुन्छ। हाम्रो सरले मोमो बनाउँदै हुनुहुन्छ। सक्नुहुन्छ यो हाम्रो पनिर मोमो बनाइरहेको छ यहाँ टक्क लगाएर। यो मैले बनाएको उसले बनाएको यता छ। हाम्रो बेलन कुमार भाइले पनि बनाउँदैछ, हेर्न सक्नुहुन्छ। बनाइ देखाइदियो भाइ जनतालाई कस्तो बनाउन चाहन्छ। हाम्रो भाइले बनाउँछ, एउटा बनाएर देखाइदियो। उसले पनि बनाउन आउँछ तर बेल्ने मान्छे नभएर चाहिँ बनाउँदैछ। कोही बेल्ने इच्छुक हुनुहुन्छ आउन सक्नुहुन्छ हाम्रो स्वयं रेस्टुरेन्टमा होइन, देख्न सक्नुहुन्छ। हाम्रो अजय तामाङले टोपी लगाउनुपर्छ यहाँ। टोपी छैन दुईजनाको यिनीहरूलाई कारवाही हुन्छ आज चाहिँ टोपी नलगाएको कारण। मैले चाहिँ लगाइरहेको छु होइन, हेर्दै जानुहोस्। हेर्न सक्नुहुन्छ कति फास्ट बनाउँछ हाम्रो उसले चाहिँ। मोमो धेरै फास्ट बनाउँछ उसले, देख्न सक्नुहुन्छ। हाम्रो भाइले दामी बेल्छ रोटी, छिटो छिटो बेलिरहेछ। यो चाहिँ मैले बनाउँछु सक्नुहुन्छ। यो चाहिँ मैले बनाएको है। हम भेरी फास्ट, हम बहुत जल्दी बनाते हैं। कुछ बोलना चाहते हो? कुछ बोलना चाहते हैं? हाम्रो मोमो देख्न सक्नुहुन्छ यसरी हालिरहेको छ। हाम्रो सरले हाल्नुभएको छ, यता सर हुनुहुन्छ। हाम्रो सरले डल्ला काट्दै हुनुहुन्छ। हाम्रो मोमो देख्न सक्नुहुन्छ। हाम्रो पनि मोमो भइसक्यो होइन। त्यसै गरी हाम्रो भेज मोमो यहाँ सुक्दैछ। हाम्रो भाइले कसरी लग्दैछ माथि चाहिँ किचन छ, माथि लगेर जान्छ। यो हाम्रो मोमो बनाउने ठाउँ हो। हाम्रो सरले बनाउँदै हुनुहुन्छ यसरी। बनाइदिनुहोस् एकचोटि। फुटेको लागि चाहिँ रे गर्नुपर्छ होइन, मसला वेस्ट हुनु हुँदैन। त्यसैले यो हाम्रो डल्ला बेल्ना हो। यो मोमो देख्न सक्नुहुन्छ। यो हाम्रो दुईपट्टि बुट्टा छ यसको चाहिँ, हेर्न सक्नुहुन्छ। हामी तिनजना यो मोमो बनाउने पार्टी चाहिँ हाम्रो डिपार्टमेन्टमा तिनजना छौँ। सबभन्दा धेरै बनाउने म हो, त्यसपछि हो हामी तिनजना चाहिँ मोमो पार्टी हो है गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईँहरू। म पुरानो रेस्टुरेन्ट छ, हाम्रो साथीले बनाउँदै हुन्छ। चिल्ली चिकन बनाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। चिल्ली चिकन उताबाट के भन्दैछ। हाम्रो साथीले चिल्ली चिकन बनाउँदै रहेछ। अहिले चाहिँ म यहाँ छु होइन, देख्न सक्नुहुन्छ। साथीले चाहिँ चिल्ली चिकन बनाउँदै हुनुहुन्छ, टक्क लगाएर देख्न सक्नुहुन्छ। आज अहिले चाहिँ म पुरानो रेस्टुरेन्टमा छु, देख्न सक्नुहुन्छ गाइजहरू। यो चिकन आयो, साथीले बनाउनुहुन्छ यहाँ चिल्ली चिकन, देख्न सक्नुहुन्छ गाइजहरू। त्यो हाम्रो यहाँ मोमो पाक्दैछ, यहाँ मोमो स्टिम हुँदैछ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ मोमो स्टिम हुँदैछ। यहाँ चाहिँ हाम्रो साथीले चिल्ली चिकन सस हाल्दै हुनुहुन्छ, देख्न सक्नुभयो। चिल्ली चिकन तयार हुँदैछ यहाँ। चिल्ली चिकन रेडी भइसक्यो, देख्न सक्नुहुन्छ। यो हाम्रो यो पुरानो रेस्टुरेन्ट हो, नयाँ रेस्टुरेन्ट देख्नुहुन्छ। एकछिन पछाडि म जान्छु म। चिल्ली चिकन फाइनली बनिसक्यो, देख्नु कति एम्मी बन्छ। हल्का स्पिन हाल्यो, रेडी सल्ट। साथी जाँदै हुनुहुन्छ। हाम्रो कस्टमर कति बसिरहेको छ देख्न सक्नुहुन्छ यहाँ। हाम्रो यो मोमो हाफ स्टिम गर्नुपर्छ। हाम्रो यहाँ मोमो हाफ स्टिम भइसकेको छ, टक्क लगाएर हाफ स्टिम भइसक्यो, देख्न सक्नुहुन्छ। मोमो बनाएर तपाईँले देखिसक्नुहुन्छ, तल छ। यो हाम्रो स्टिम भएको मोमो तल खन्याउँछ होइन। यो हाम्रो स्टोभ देख्न सक्नुहुन्छ। साथीहरूले पोक मोमो हाल्दै हुनुहुन्छ, चाहिँ हाम्रो पोक मोमो
पोक मोमो सेपरेट बनाउनु पर्छ। यहाँ माथि नै हुन्छ। यो चाहिँ पोक मोमो देख्न सक्नुहुन्छ। पोक मोमो हाम्रो सर स्टिमर झिक्न आइरहेको छ। यो देख्न सक्नुहुन्छ। यो हाम्रो राइस, मिजाहरू, ससहरू, रेन्जहरू, यो हाम्रो होटल। क्युट बहिनीहरू आइरहेको छ हाम्रो रेस्टुरेन्टमा देख्न सक्नुहुन्छ। क्युट बहिनीहरू। मेरो गाइस यहाँ चाहिँ म अब पोक चाउमिन बनाउनु गइरहेको छु। देख्न सक्नुहुन्छ यो पोक चाउमिन, पोक फ्राई हुँदैछ। यो भयो क्याबेज, यो प्याज, शिमला मिर्च, अनियन, क्यारोट। साथी एकैछिन बनाउनुहुन्छ। रेकर्डै छैन। हो हौ के अरे केचप, सोया सस, vinegar, हाम्रो यो माछाबाट पाला खानुपर्छ। हाम्रो पोक चाउमिन रेडी भइसक्यो। यहाँ देख्नुहुन्छ अहिले चाहिँ यो हाम्रो पोक चिली बनाउँदै हुनुहुन्छ साथीले। मैले पोक नुडल बनाएँ भने साथीले चाहिँ पोक चिली बनाउँदै हुनुहुन्छ। देखिसक्नुहुन्छ यो पोक चिली बनाउँदै हुनुहुन्छ। चिली सस हालिसक्नुभएको छ। ल गाइस यो केक सक्नुहुन्छ। क्रिस्पी भेजिटेबल सल्टेड फ्लेवर बनाउनु गइरहेको छु। एकदम दामी हुन्छ यो भेज सल्टेड पेपर हेर्न सक्नुहुन्छ। भेज मिक्स सल्टेड पेपर दिस गाइस देख्न सक्नुहुन्छ। म चाहिँ हाफ पर्सन बनाउनु गइरहेको छु। मसला ब्ल्याक पेपर हाल्नुपर्छ, स्वाद आउँछ। त्यसपछि चिली सस, टमाटर केचप, सोया
जान्छ यहाँ हामीले चिकन आइसक्यो ब्यागमा और प्याज सबैको राइस रेडी भइसकेको छ राइस भइसकेको छ चिकन राइस एभ्रीवान देख्न सक्नुहुन्छ गाइजहरु अब चाहिँ हाम्रो क्लोजिङ हुन गइरहेको छ यहाँ चाहिँ अब रेन्ज चाहिँ साफ गरिरहेको छु रेन्ज साफ भइसकेको छ टक्क लगाएर अब चाहिँ भुइँ पनि साफ गर्नुपर्ने छ गाइजहरु अझै यो साफ गर्दैछु देख्न सक्नुहुन्छ यहाँ साफ गर्दैछु यहाँ त्यसरी काम गर्नुपर्छ केटाहरू पैसा कमाउनुपर्छ के गर्ने पैसा एभ्रिथिङ इज मनी मनी नो मनी नो हनी थाहा छ कि छैन यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ यो तल भुइँमा पनि साफ गर्नुपर्छ हेर्दै जानुहोस् हैन काम गर्नुपर्छ हामी चाहिँ अहिले क्लोजिङमा छौँ अर्डर सर्डर सकिसक्यो किचन क्लोजिङमा हुँदैछ हेर्न सक्नुहुन्छ हेर्नुहोस् हाम्रो किचन क्लोजिङ हुँदैछ हाम्रो यहाँ साथी के भन्नुहुन्छ साथी मेरो सब्सक्राइबरले के भन्न सक्नुहुन्छ गाना गाइदिइहालौँ एउटा कस्तो छ गाना सुनिहालौँ हामी पनि हो र यहाँ चाहिँ यो चाहिँ माथि हालिसकेको छु अहिले मैले कुराहरू बाहिर निकाल्नु पर्छ देख्न सक्नुहुन्छ हामी काम गरिरहेछौँ मजाले के चाहिँ हो राम्रो राम्रो गुड हे देख्न सक्नुहुन्छ हाम्रो काम गरेको गाइजहरु हेर्नुहोस् अब यो रेन्ज पनि साफ गर्नुपर्छ काम गर्नुपर्छ है केटाहरू त्यतिकै पैसा आउँदैन काम गर्नुपर्छ सब पैसा आउँछ महिनामा त्यो त्यतिकै आउँदैन यहाँ घरमा पैसा जस्तो हुँदैन यहाँ सबै काम गर्नुपर्छ गाइजहरु यस्तै काम गर्नुपर्छ सबै अघि कामहरू किचन साफ आफूले गर्नुपर्छ देख्न सक्नुहुन्छ हाम्रो यहाँ काम गराइ जनताहरू जनता जनार्दन महिना सेलर त्यतिकै आउँदैन गाइजहरु भने हामीलाई लगाइराख पानी हाल्यो अलि राम्रो धुनु न हो देख्न सक्नुहुन्छ हाम्रो स्वाइप पनि हुन्छ है ल माथि नै हाल्नु न अब देख्न सक्नुहुन्छ वाइपर लगाउनुपर्छ गाइजहरु वाइपर यसरी स्वाटै त्यसले भन्छ पैसा है यसरी लगाउनुपर्छ वाइपरहरू पैसा आउँदैन नि गाइजहरु पैसा बन्द गरिदिन्छ फाइनली हाम्रो क्लोजिङ भइसकेको छ गाइजहरु देख्न सक्नुहुन्छ हाम्रो सबै रेन्जहरू भइसकेको छ हैन सबै
क्लोजिङ भइसकेको छ, देख्न सक्नुहुन्छ। म यहाँ छु, क्लोजिङ गरेर आइसकेको छु। यो हाम्रो हल, केटाहरू खाना खाने गइरहेछन् देखाउँछु। ए केटाहरू खाना खान गइरहेछन्। हेलो, के खाँदैछ केटाहरू? दाल खिच्दैछ यहाँ देख्न सक्नुहुन्छ हाम्रो केटाहरू बसिरहेछन्। हेलो साथी, हाई गरिदिनु न। अमित दाइ, हाई गरिदिनु। यस देख्न सक्नुहुन्छ हाम्रो क्लोजिङ भइसकेको छ। यहाँ हाम्रो अमित दाइ साथी, यो केटाहरू यहाँ पछाडि छ नि, हाम्रो चाहिँ हल हो। यो चाहिँ क्लोजिङ भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ भात खाँदैछ हाम्रो भाइ, देख्न सक्नुहुन्छ। कसरी कसरी भात ठिक छ होइन, भात सकेर खाइसकेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ होइन, क्लोजिङ सबै भइसकेको छ हाम्रो होइन। क्लोजिङ सबै भइसकेको छ, देख्न सक्नुहुन्छ होइन। टक्क लगाएर अब मैले पनि खानासाना खाइसकेँ, म पनि अब घुमतिर लाग्छु होइन। त्यसरी माया गरेर साथ दिनु होला सधैँभरि होइन। हजुरको प्यारो साथी देवराज भ्लगिङ नेपालमा आइहाल्छ होइन। धेरै साथ दिनु होला, लास्टसम्म हेरिदिनु होला, लास्टसम्म हेर्नु होइन। त्यसैले धेरै धेरै धन्यवाद भन्न चाहन्छु ल त।